नयाँ दरबारको मूल गेटमा मूल गेट जस्तो छ। अनि यहाँ चाहिँ सुरक्षा गार्डहरूको तैनाती छ यहाँनिर। अनि त्यहाँ पनि अर्को दुईवटा छ। सर्लकै हामी अब यहाँदेखि यिनीहरूलाई गेट पास मागेर भित्र जाने। हामी भित्र जाँदैछौँ। अब पछाडि हाम्रो साथीहरू छ है, यस्तो कुरो हामी छिरिसक्यौँ। अब कुरो यस्तो छ साथीहरू, यहाँ धेरै हेर्नुपर्ने देखाउनु पर्ने कुराहरू त धेरै नै छ। तर अलिकति मोबाइलमा समस्या पनि छ, ब्याट्री डाउन भइसक्यो। त्यसकारण त्यति धेरै त हामी देखाउन सक्दैनौँ। तै पनि यहाँ थोरै देखाउनै पर्ने चिजहरू पनि छ। यो कुराहरू अब देख्ने इच्छा गर्नुहुन्छ भने त नदेखाउने कोही कुरा। म त्यस्तो कुराहरूमा चाहिँ त्यो कन्जुस चाहिँ हुँदैन यहाँ। यो चाहिँ तत्कालीन अवस्थामा होइन, धेरै सादत प्राप्त सैनिकहरूको चाहिँ यो समाधि स्थल। यो जतिवटा ठाडो छ त्यतिवटा चाहिँ सैनिकहरूको चाहिँ यो अस्ति गाडेको ठाउँ हो। यो एउटा सम्झना स्वरूप यो चाहिँ छ यहाँ। तपाईँहरूले यस्तरी देख्न सक्नुहुन्छ। राति यहाँ आएर बस्यो भने च्यानबारी हो, तर्साउनु पनि सक्छ, तर तर्साउँदैन होला।